आज चाहिँ हाम्रो फस्ट्यागको यात्रा। यो हो फस्ट्यागको ब्रिजहरू बन्दै। यस्तो राम्रो राम्रो ब्रिजहरू बन्दैछ। नयाँ नयाँ नौलो नौलो ठाउँहरू। हामी यतिखेर शिरपुर आइपुग्यो। शिरपुरबाट राइट लागेर हामी धरान चतरको बाटो हिँड्दैछ। यतिखेर हामी धरान चतरको बाटो हिँडेर चाहिँ हामी लामो यात्रा जाँदैछु। आज सिन्धुली घुम्नलाई जाँदैछु। यतिखेर शिरपुर आइपुग्यो। हामीहरू छतिवन भन्ने ठाउँतिर आइपुगेका छ। हामी यतिखेर जाँदैछु सरर पारेर। धेरै राम्रो बाटो छ। धेरै नयाँ नौलो चिजहरू देख्न पाइन्छ। आज हामी लङ टुरको यात्रामा हिँड्दैछु। हामी यतिखेर धेरै टाढा जाँदैछु। धेरै दिनपछि लामो यात्रा घुमघाम गर्दैछु। यो हो धरान चतरको बाटो। यो बाटोबाट सिन्धुली हामी पुगिन्छ। आज हामी सिन्धुलीको घुमघाम कार्यक्रम। हामी यतिखेर कहाँ पुग्यो भन्नाले पनि यो ठाउँको नाम के होला। धेरै राम्रो राम्रो विकास गरिसकेको छ यो बाटोमा र यो गाउँमा यो ठाउँमा। के छ सबैले हेरिदिनु होला। एकदम गजबको बाटो ल। कहीँ ब्रेक लाग्नु नपर्ने। पारेर घुम्दै 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 हामी पुरै रमाइलो रमाइलो नयाँ नयाँ दृश्यहरू हेर्दै धेरै रमाइलो लाग्यो आजको यो यात्रालाई। सबैले हेरिदिनु होला। धेरै राम्रो छ ल। एकदम रमाइलो ठाउँ, रमाइलो गाउँ, नौलो ठाउँ, अति राम्रो सुन्दर ठाउँ आइपुगेको छ हामीहरू। आहा कति राम्रो बाटो। चारैतिर डाँडै डाँडाले ढाकिएको हरियाली। ओहो ओहो यतातिर त कुहिरो पो लागेको छ त। ओहो भुवन चुलीको उकालो भन्नाले यो बुझिन्छ। यो